नमस्कार साथीहरू, म मिस्टर के। कहानीको सुरुवात एउटा सानो बिहेबाट हुन्छ। यो बिहे किस्म र गपागप रानीको थियो। बिहेमा गपागप रानीको भाइ श्याम पनि थियो र किस्मको मिल्ने साथी साइमनले वैवाहिक जीवनको शुभकामना दिन्छ र त्यसपछि गपागप रानीले पनि सबैको अगाडि कसम खान्छे, मेरो बुढालाई जिन्दगीभर खुसी राख्ने छु। र यसपछि विवाहको रीतिरिवाज पुरा गर्छन् र सबैजना खुसी भएका छन्। राति किस्मो गपागप रानी र भाइलाई लिएर घरमा आउँछ र भाइलाई अर्को कोठामा छोडेर गपागप रानीलाई आफ्नो कोठामा लान्छ। किस्मो कोठामा आउने बित्तिकै गपागप रानीको गुफामा धमाका मचाउन थाल्छ र श्याम पनि दुवैजनाको आवाज सुनेर चिहाउन थाल्छ र दुवैजनाको गपागप देखेर आफ्नो कोब्रा सापसँग 36 खेल्न थाल्छ। कहानीमा 4 महिना पछिको समय देखाउँछ। किस्मो जागिरको लागि विदेश जान लागेको हुन्छ र गपागप रानीको भाइलाई आफ्नो दिदीको राम्रोसँग ख्याल राख्नु, कुनै पनि कुराको कमी हुन नदिनु भनेर जान्छ। अर्को दिन किस्मो विदेश पुगेको छ। उसको सब एकदमै धनी हुन्छ र उसको काम भने ड्राइभर काम रहेको थियो। राति किस्मो सुत्नको लागि तयार गरिरहेको हुन्छ। त्यसै बेला उसको बोस किस्मोको कोठामा आउँछ र किस्मो डराउँछ। उसको बोस केही नबोली किस्मोलाई जबरजस्ती गर्न थाल्छ, किनकि उसको बोसलाई केटीको वास्ता लाग्दैन, तर केटा मान्छे धेरै मनपर्छ। जबरजस्ती गर्दा गर्दै किस्मोको पछाडिको गुफामा धमाका मचाएर त्यहीँ सुत्छ र अर्को दिन बिहान किस्मोलाई पैसा दिन्छ र भन्छ, अब तैँले मलाई खुसी दिन सकिनस् भने तेरो पासवर्ड मसँग छ, पासवर्ड जलाइदिन्छु र तँलाई जेल पठाइदिन्छु। र किस्मोले केही जवाब दिँदैन, किनकि अब चाहेर पनि किस्मोले केही गर्न सक्दैन। र राति किस्मो र गपागप रानीको फोनमा कुरा गर्दा गर्दै यति धेरै फिलिङ्समा आउँछन् कि आफ्नै हातले आफ्नो गुफामा धमाका मचाउन थाल्छन्। अर्को दिन खाजा खाइरहेको हुन्छ र किस्मो उसको बोसलाई भन्छ, तपाईँले बिहे किन नगर्नु भएको? र उसको बोसले जवाब दिन्छ, मलाई सानैदेखि केटी मान्छे मन पर्दैन, मलाई केटा मान्छे असाध्यै मनपर्छ र अब तैँले मलाई खुसी पार्नुपर्छ, जति भन्यो त्यति पैसा दिन्छु। अर्को बिहान किस्मोको मिल्ने साथी साइमन किस्मोले पठाएको सामान लिएर घर आउँछ र उसको भाइलाई सोध्छ, गपागप रानी कहाँ छे? भाइले घरमै छे भन्ने सङ्केत दिन्छ र सरासर भाइ स्कुल जान्छ। अनि किस्मो भने घरभित्र जान्छ। कहीँ नदेखेपछि गपागप रानीको कोठातिर जान थाल्छ र रानी खुल्दुली भएर आफ्नै हातले आफ्नो गुफामा धमाका मचाइरहेको हुन्छ। त्यो देखेर साइमनले प्यास मेटाउन खोज्छ, तर गपागप रानी मानिरहेकी हुँदैन। कसो कसो गरेर साइमनले गपागप रानीको गुफामा धमाका मचाउन थाल्छ र दुवैजना खुसी छन्। अब विदेशमा पनि दिनैपिछे किस्मोलाई जबरजस्ती गरेर उसको बसले बानी बनाइसकेको हुन्छ र यता गपागप रानी पनि किस्मोकै साथी साइमनले गपागप गर्ने बानी बनाइसकेको छ। यसरी नै दिन बित्दै गएर गपागप रानी र किस्मो बदलिँदै गए। यता गपागप रानीलाई साइमनको डन्डी खान मन परिरहेको छ र उता किस्मोको स्वाद बिग्रिएर बोससँग गपागप गर्ने बानी भइरहेको छ। एक दिन साइमन गपागप रानीको गुफामा धमाका मचाइरहेको हुन्छ। आवाज सुनेर भाइले हेर्न थाल्छ। डन्डी ठाडो भएको हुनाले हातले 36 हान्न थाल्छ र उता विदेशमा किस्मोको बसलाई हार्ट अट्याक भएर मर्छ। अब भने किस्मोको जागिर पनि सकिएको छ, त्यसैले घर फर्कने तयारी गर्छ। अर्को दिन किस्मो घर आइसकेपछि गपागप रानी र उसको भाइ धेरै खुसी हुन्छन् र खाना खाने समय विदेशको कहानी सोध्छन् र किस्मोले पनि सबै राम्रो भएको, राम्रो ठाउँमा परेको जवाफ दिन्छ। यस पछाडि किस्मो जब गपागप रानीको गुफामा धमाका मचाउन थाल्छ, तर किस्मोलाई मजा आउँदैन, किनकि किस्मोलाई भने केटासँग गर्ने बानी भइसकेको हुन्छ। तर श्याम आज पनि दुवैजनाले हेरेर 36 हानिरहेको छ र अर्को दिन किस्मोको मिल्ने साथी साइमन किस्मोलाई भेट्न घर आएको हुन्छ। त्यसै बेला मौका छोपेर गपागप रानीसँग गपागप गर्न खोज्छ, तर रानीले आजदेखि हाम्रो सम्बन्ध सकियो भन्छे। यो सुनेर साइमनले गपागप गरेको भिडियो देखाउँछ र त्यो भिडियो साइमनले लुकाएर बनाएको हुन्छ र बेलुका 4 बजे गपागप रानीले आफ्नो घरमा आउन भन्छ र यसैबीच श्यामले पछाडिबाट सबै कुरा सुनिरहेको हुन्छ र श्यामलाई भन्छे, यो कुरो कसैलाई पनि नभन्नु तैँले। र श्यामलाई भन्छे, मैले ठुलो गल्ती गरेँ, तेरो भेना नभएको हुनाले मलाई गपागप गर्न मन लागेर अर्को केटासँग सम्बन्ध बनाए र अब तैँले यो कुरा कसैलाई पनि भन्न हुँदैन। र अर्को दिन किस्मो बजार गइरहेको हुन्छ र बाटोमा ह्यान्डसम केटा देख्छ र उसलाई कुरा मिलाएर कोठामा ल्याउँछ र मजाले धमाका मचाउन थाल्छ। धमाका मचिसके पछाडि पैसा दिन्छ र त्यहाँबाट चुपचाप लाएर जान्छ। र अर्कोतिर साइमनले गपागप रानीलाई मजाले धमाका मचाएर पानीको खोलो बगाउँछ र यसको पनि साइमनले भिडियो बनाएको हुन्छ र गपागप रानीलाई देखाएर ब्ल्याकमेल गर्न थाल्छ। अब भने गपागप रानी राम्रोसँगले साइमनको जालमा फसिसकेकी छे र उदास भएर घर फर्कन्छ। उसलाई रातभरि निन्द्रा लाग्दैन, किनकि साइमनको कारणले धेरै डराएकी हुन्छ।
अर्को दिन किस्मो साइमनको घर आउँछ र दुवैजना रक्सी खाएर बस्छन्। किस्मोले विदेशमा घटेको घटना आफूलाई केटा मान्छेसँग गफागफ गर्न लत लागेको कुरा बताउँछ र साइमनलाई गफागफ गर्न आग्रह गर्छ। दुवैजना मिलेर एक अर्काको पछाडिको गुफामा धमाका मचाउन थाल्छन् र प्यास मेटिसके पछाडि साइमनले किस्मोलाई पैसा माग्छ। साइमनले उनीहरूको पनि लुकेर भिडियो बनाएको हुन्छ र किस्मोलाई देखाउँदै भन्छ, पैसा दिएन भने तेरो बुढीलाई देखाइदिन्छु। यो देखेर किस्मोले पनि पैसा दिन्छ र दुखी भएर घर फर्किएर रक्सी खान थाल्छ। त्यसै बेला गफागफ रानीको भाइ स्कुलबाट आउँछ र दिदी नभएको कारणले भेनासँगै बसेर रक्सी खान थाल्छ र मातेको स्वरमा भेनाले सबै कुरा बताउँछ र भाइ उसको भेनालाई किस गर्न खोज्छ, किनकि श्यामलाई पनि सानैदेखि केटा मान्छे मन परेको हुन्छ र किस खाने लागिरहेको हुन्छ। भेनाले म तिम्रो दिदीको बुढा हो, हामीले यस्तो गर्नु हुँदैन, म तिम्रो दिदीलाई असाध्य माया गर्छु भनेर सम्झाउँछ र श्यामले रिसाएर उसको दिदीको गुफामा साइमनलाई धमाका मचाएको कुरा भन्छ र किस्म धेरै रिसाउँछ। बेलुका राति उसको बुढी आइसकेपछि रिसाउँछ र नराम्रोसँग उसको बुढीलाई कुट्छ र गफागफ रानी आफ्नो गल्ती स्वीकार्छ र साइमनले भिडियो बनाएर ब्ल्याकमेल गरेको कुरा पनि भन्छ र किस्मले पनि विदेशमा घटेको घटना, साइमनसँग घटेको घटना र आफ्नो स्वाद केटा मान्छेमा परिसकेको कुरा बताउँछ। अब भने दुवैजनालाई साइमनले भिडियो बनाएर ब्ल्याकमेल गरेको कुरा थाहा हुन्छ र दुवैजना मिलेर साइमनबाट छुटकारा पाउने योजना बनाउँछन् र गफागफ रानी साइमनसँग भेट्न जान्छ र साइमन गफागफ रानीको गुफामा धमाका मचाइरहेको हुन्छ। त्यसै बेला किस्म आएर देख्छ। त्यो देखेर साइमन डराउँछ र गफागफ रानीले साइमनलाई एकअर्काको कुरा सबै थाहा भएको बताउँछ र अब तीनजना मिलेर गफागफ गर्नुपर्छ भन्छ र तीनैजना गफागफ गर्न थाल्छन् र गफागफ गरिरहेको समयमा किस्मले मौका मिलाएर चक्कुले साइमनलाई हान्न लागेको हुन्छ। साइमनले देखेर उल्टै किस्मलाई बाँच्छ र गफागफ रानीले पनि पछाडिबाट साइमनलाई हानेर मार्छ। अब भने गफागफ रानीको योजना फेल भइसकेको हुन्छ र कहानीको अन्तिममा गफागफ रानी जेल जान्छ, किनकि उसलाई मान्छे मारेको अभियोगमा आजीवन कैद सजाय परेको हुन्छ। हस्त साथीहरू, यति नै थियो आजको कहानी। कस्तो लाग्यो प्रतिक्रिया जनाउन नभुल्नुहोला र साथसाथै च्यानललाई कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नुहोला। फेरि भेटौँला मेरो नेक्स्ट भिडियोमा। त्यतिन्जेलसम्मलाई हेर्दै गर्नुहोला मिस्टर के।